हलले अनुमोदन गरे भने बल्ल त्यो छलफल मान्य हुन्छ। हामीहरू मैले नै कतै गएर के समझदारी गरे भने पनि त्यसलाई हलले मान्य हुनु पर्यो। भनेको बाहिर जे सहमति भए पनि यो हलले अनुमोदन गर्नु पर्यो। यो हलले अनुमोदन नगर्ने कुराको समझदारी मैले गरे पनि अर्को महामन्त्रीले गरे पनि त्यो समझदारीको अर्थै छैन। यो हल मानेन भने महामन्त्री तोयलाई किडन्याप हुन्छ। यो हल भोलि त सकिहाल्यो नि, भोलि दिउँसो सकिहाल्यो। भनेको यो विशेष महाधिवेशन भोलि सकिन्छ, यसले नयाँ नेतृत्व चयन गर्छ र बाहिर हुने सहमतिलाई तपाईँहरूले यो हलले अनुमोदन गरे मात्रै मान्नुहुन्छ। यस्तो हो, अहिले जुन संवादबाट के कुराको समझदारी बन्न सक्छ भन्ने प्रयासहरू भइरहेको छ, त्यो आफैमा ठिक छ। तर सबैले के बुझ्नु पर्यो भने यो विशेष महाधिवेशन हो, यो कुनै यसो हामी कोही केटाकेटी खेलेको होइन नि त। त्यसैले यो विशेष महाधिवेशनले जसरी विधान संशोधन गर्यो, विशेष महाधिवेशनले प्रतिवेदनहरू पारित गर्यो होइन, त्यसै गरिकन ल कुनै समझदारी भयो भने यो विशेष अधिवेशन फेरि यहाँ बस्नु पर्यो, सबै जम्मा आउनु पर्यो, त्यसलाई पारित गर्ने, यसलाई अन गर्नु पर्यो। त्यसलाई यसले अन गर्ने भयो भने बल्ल नि त्यो हुन्छ है। त्यसैले जो छलफल चलिरहेको छ त्यो छलफलले त्यो ठाउँमा पुग्दैन भन्ने कुरा महत्त्वपूर्ण हो।